नमस्कार। म आज पनि तपाईहरु सामु बिहानको सनसाइन अनि खाजा कफी सहित जोडिसकेको छु। आजको यस्तो छलफल गर्न मन लागेको विषय भनेको मलाई चाहिँ स्यालेरी हो। अब नेपालको बेसिक स्यालेरी 17,500 भनेर सरकारले तोकिरहँदा तर हरेक मान्छेले किन चाहिँ 17,500 पाइरहेको छैन नि त भन्ने कुरा चाहिँ अलिकति सबैजनाको जिज्ञासा हुन्छ। मेरो पनि थियो, मैले पनि अलिकति एनालाइज गरेको। मेरो आफ्नो व्यक्तिगत यो चाहिँ उसो के रे कुरा हो हैन। अब ठीक होला कस्तो होला तपाईहरु सुनिदिनुस् है। मलाई चाहिँ के लाग्छ भने सरकारले बेसिक स्यालेरी 17,500 भनिरहँदा नेपालमा इम्प्लोइमेन्टको यति क्राइसिस छ हैन, अनि ह्युमन मेन पावरको चाहिँ यति के रे एक्सेस छ कि मान्छेहरु 17,500 बेसिक स्यालेरी हो भन्दै पनि 12,000 11,000 10,000 8,000 सम्म काम गर्ने मान्छे, 5,000 सम्म काम गर्ने मान्छे नि मैले भेटिरहेको हुन्छु हैन। अनि मान्छे 17,000 भन्दै 8,500 मा पनि 15,000 मा पनि 12,000 मा पनि काम गरिरहेछन् भने कुन मान्छेलाई चाहिँ यो 17,500 दिन्छु भन्ने हुन्छ त नि हैन। कुन बिजनेस गर्ने मान्छेलाई चाहिँ त्यस्तो लाग्छ त नि, कसैले नि दिदैन। त्यही भएर चाहिँ यसको मेन प्रब्लम भनेको त्यही हो। अब मान्छेहरु एकदम धेरै छ, 10,000 मा काम गर्नेहरु अनि 17,000 चाहिँ कोही कम्पनीले नि दिदैन। अब राम्रै अब प्रेस्टिजियस कम्पनीले अब त्यहाँ भन्दा नि बढी दिन्छ, अरु नि दिन्छ, त्यो ठीक छ हैन। तर बेसिक स्यालेरीमा चाहिँ त्यस्तो छ विषय। अब